32वटा फेक युनिभर्सिटी। इन्डियाको युनिभर्सिटी ग्रान्ट्स कमिसन युजिसीले 32वटा फेक युनिभर्सिटी नेम चाहिँ पब्लिस गरेको छ र त्यो युनिभर्सिटीमा नेपाली स्टुडेन्टहरू पनि धेरै पढिसकेका र अहिले पनि पढिरहेका छन्। उनीहरूको अनुसार त्यो संस्थाहरू कानुनी रूपमा युनिभर्सिटी होइन र त्यहाँबाट प्राप्त गरेको डिग्रीहरू होइन, सर्टिफिकेटहरू तपाईको सरकारी जागिर या उच्च शिक्षाको लागि मान्य नहुने कुरा चाहिँ उनीहरू गरिरहेका छन्। अब यस्तोमा चाहिँ नेपाली स्टुडेन्टहरूले चाहिँ त्यो सर्टिफिकेट त्यहाँबाट ल्याइसकेपछि ट्युमा जान्छ र ट्युमा इक्विभ्यालेन्सी गराउँछ, इक्विभ्यालेन्ट गराउँछ र सरकारी जब भयो या हायर एजुकेसन भयो त्यस्तोको लागि चाहिँ एप्लाई गर्छ र कतिजना यो सरकारी जबमै होला यो सर्टिफिकेट लिएर, या कतिजना चाहिँ हायर एजुकेसनमा होला। अब उनीहरूको चाहिँ यो कुरा लिएर बेजोक हुने भयो, किनभने अहिले सोसल मिडियामा अलिअलि भिडियोहरू आइरहेछ कि टियुले चाहिँ त्यसलाई चाहिँ छानबिन गर्छ अरे, त्यो सर्टिफिकेटहरूलाई चाहिँ छानबिन गर्छ। अब त्यो सर्टिफिकेटहरू छानबिनमा गयो भने, त्यो सर्टिफिकेट लिएर कोही सरकारी जब गर्दै होला भने या कोही हायर एजुकेसनमा लास्ट सेमेस्टरमा होला भने उनीहरूको चाहिँ बेजोक हुने भयो हैन। अब बिचारा स्टुडेन्टको पैसा पनि गयो, त्यसको समय पनि गयो, त्यस्तो समय 4-4 वर्ष गयो हैन। र अब चाहिँ यो मिडियामा आइसकेपछि अब हैन अलिकति नराम्रो हुने कुरा पनि भयो हैन। त्यही भएर चाहिँ इन्डियाको लागि चाहिँ यो नम्बर त एकदम सानो होला हैन, 32वटा एकदम सानो हो। सुनिरहेको छु 32वटा त उनीहरूले पब्लिसै गरेको छ र 54वटा चाहिँ रेड जोनमा छ। उनीहरूको लागि चाहिँ यो हैन सानो नम्बर होला, तर नेपालको लागि त यो एकदम ठुलो नम्बर हो कि। धेरै जसो स्टुडेन्टहरू चाहिँ उता जान्छ, इन्डिया जान्छ पढ्न, हायर एजुकेसन लिन। र यस्तो हैन, यस्तो राम्रो ठाउँमा सेन्टरमा भएको कलेजहरू हैन, दिल्ली जस्तो ठाउँमा भएको कलेजहरूको नाम चाहिँ पब्लिस गरिरहेछ हैन, नाम आइरहेछ भने सोच्नु त, यता हो कुरा हैन। बिचारा स्टुडेन्टहरूको पैसा पनि गयो हैन, समय पनि गयो र अहिले चाहिँ अर्को यो टेन्सन थपिने भयो कि। अनि त्यही भएर यस्तो कलेजहरू चुज गर्नुभन्दा पहिला 10 चोटि सोचेर मात्रै चुज गर्नु होला कि। किनभने प्रायः जसो हैन के हुन्छ भने नि इन्डियाको कलेजहरू त एकदम राम्रो छ हैन, जहाँबाट पढे पनि अनि त्यसमा पनि त्यो कन्सल्टेन्सीहरूको चहल पहल जुन हुन्छ नि, जहाँ पनि पठाइदिने, जे पनि पठाइदिने हैन, त्यो कस्तो कलेज हो के हो त्यो थाहा नभइकन हैन। अब बिचारा गार्जनहरूलाई पनि हैन, अब छोराछोरी राम्रो कलेजबाट पढिरहेछ त्यस्तो हुन्छ हैन, इन्डियामा गएर पढिरहेछ र अहिले आएर यस्तो भइरहेछ कि। राम्रो कलेजहरूको चाहिँ नाम पब्लिस गरिरहेछ कि। त्यही भएर अहिले जे भयो, तर अगाडि चाहिँ हैन सोचेर चाहिँ यस्तो कलेजहरू चाहिँ युजिसीहरूमा चेक गरेर हैन, रजिस्ट्रेसन छ कि छैन, कस्तो के छ हैन, त्यस्तो सबै थोक हेरेर मात्रै चाहिँ पढ्नु होला। धन्यवाद।